चाहिँ हाम्रो तल बारी हो। यो चाहिँ हाम्रो न्युरबाको तल बारी हो। रुख कटार सबै रुख कटार बोट सबै सक्यो दा यहाँ सबै गर्छ है। सुपारी पनि त भाँचिएछ। ए जानु मजा नि यार, सबै चोरिसकेको नि। कोही आउने होइन, सिमाना त त्यही हो। उपराको चाहिँ के हो, कसको घर हो त्यो उपराको निलो? कर्सियङ कसको आयो बस्छ, दुई दिन आएर बस्छ। कटेज बनाएको हो र? त्यो कटेज बनाएको त्यहाँनिर त्यो डाँडामा कसले बेचेको त्यो जमिन चाहिँ? कालजोजोको त है? कटेजले कटेज हो र? दामी बनाएको छ त कटेज है, झुलुम बनाएको छ त कटेज है। अहिले घुम्न यो हाम्रो कटेज यता जानु। हामी पनि बनाउँछौँ, म पनि। यो मेरो कटेज हो। आमामा यस्तो हालत भएको छ। ज्यादा खर्च छैन नि तिम्रो यहाँनिर। यहाँ माथि चाहिँ 3 बटम कुदाएर 4 बटम कुदाएर माथिको डिँडे हान्ने। माथि बटमहरू पनि रहेछ त्यत्तिकै रहेछ है, हेर्नु डिँडे हान्ने दामी। ओहो, यो वाल चाहिँ बनाउनु पर्ने छ। यसलाई नै निकालेर प्लास्टर गर्दा पनि हुन्छ होला है। सिमेन्टको प्लास्टर हान्दा भयो नि। त्यसले त जोड्यो हो। यिनीहरु पक्का छ, यिनीहरु नगरेको त्यो मजाले। त्यसलाई चाहिँ कोट्याएर अलिक गरेर त्यहाँ चाहिँ सिमेन्ट हान्दियो ड्याम्मे है। सिमेन्ट हान्दियो हुनेछ नि। अन्त अहिले बनाएको यो हेर्न कहिले लाउ यो पक्का छ। यो अन्त काठ भन्ने कहिले कस्तो काठको चाहिँ बनाएको थियो होला हेर्न। अन्त त्यही भएको हेर न अन्त धमिराले पनि खानु नसकेको छ। अन्त यसलाई धमिराले पनि खानु सकेको छैन यो काठलाई। बुढे माथि माथि यस्तो भएको छ कि यो हेर न, जस्तो तस्तै छ। अन्त पहिला चुला यहाँ तपाईँको अर्कै प्लानिङ गर्नुपर्छ। यसलाई अलिक माथि उठायो, यसको यो छत अलिक माथि लग्यो, गरम हुन्छ। होइन माथिल्लो तल बनाउँ भनेको। ए यसलाई नै उयो